Cắt nó đây nữa thì không em bây giờ sắp lên nữa là vậy हामी के को लागेको हामी भोलि छ त हामी भोलि देख्दा हाम्रो यो ल दिदी दिन भोलि बेलुका चाहिँ ऐनाले हेर्दैन तिमीहरू आयो भने दिदीहरूले पनि दियो के है भाइ तिमी अहिले राति आउँछ होइन थाहा छैन हेर्छु म यस्ता गरम भाइ सम्धिहरू त लामाले कसरी गर्दो रहेछ ल लामाले है चलो चमक चलो ला झर्ने होइन नि त कस्तो भगवान भाइ उद्यो भाइ बटाटो गराए लामाले बनाउन मिल्दैन ए भाइले त पुरै दसैँमा चाहिँ पुरै दपक्कै पार्ने भयो क्या भयो भयो ए भयो भाइ तिमीले त पुरै भार्दिनु भयो यार ला दिदीलाई त नुहाइदियो कि टिकाले ए भगवान ल दिदी अब यो पनि यसो जाने लाग्यो बेलामा यसो अलिकति खासमा त गुलियो दही खुवाउनु पनि हो ल बस बस खाता पनि खाइदिउँ होइन राम्रोसँग जानु यो त दुइटै गयो ल दुइटै के एउटा छ ल बुइनाउमा उयो चलो चमक चलो ह्यापी बर्थडे ह्यापी जर्नी टु मी ह्यापी जर्नी नाना ह्यापी जर्नी टु मी ह्यापी जर्नी ह्यापी जर्नी ह्यापी जर्नी खै भाइ आएन तपाईँ चाहिँ कहिले जाने हो नाना नेक्स्ट इयर इन्शाल्लाह यस नरुनु हुँदैन है त्यो रोकै छैन नरुनु बिचारा मेरो नाना रुइरहेको छ पछाडि पनि बस्नु मिल्दैन अहिले पछि हजुर उलाई बोर्डिङ पास नभुन्जेलसम्म ल बाई बाई दिदी बाई बाई सबैलाई राम्रोसँग जानु है ल दैलो राम्रो भएको छैन ओके धन्यवाद बाई बाई ल है गाइस आज चाहिँ हाम्रो लास्ट दिन हो तपाईँ बस्नु पर्यो अलिक मजाले बस्नु आउनु न त्यो बेग राख्नु अलि राम्रोसँग बस्नु यो त अगाडि पछाडि हो त्यहाँ राख्नु हो त्यहाँ राख्नु आराम हल्का बस्नु हो त भागो मुक्देखि यता भ्लगमा छ कस्तो मायाले भने त भान्जीले यार हामी चाहिँ अब हाम्रो दिदीलाई पुऱ्याउन जाँदैछ अब हाम्रो गर्नुपर्ने चाहिँ मेन चाहिँ हो हैन जाँदैछ हामी एयरपोर्ट अब हामी मात्रै मिलेर रमाइलो गर्नुपर्छ है अब गर्नै पर्यो नि अब टाइम निकाल्नु नि त तपाईँहरूले अब हामी त अब सधैँ त्यही हो त्यही हो हैन तर रमाइलो भइहाल्छ नि त्यो त हुनु पर्यो तर नाना पनि अब ल है अब चाहिँ हामी एयरपोर्ट आइपुग्यौँ है अब झर्छौँ हामी टक्क ल सम्धि आउनु हाम्रो दिदीहरू आउनु हाम्रो लगेज निकाल्दैछ यहाँदेखि टक्क ल है हामी चाहिँ ओके भाइ शुक्रिया भाइ दिदी के कस्तो भइरहेछ मनमा मनमा खुसी नि लाग्छ दुःख नै लाग्छ भाइ यहीमा 9 वर्ष बस्यो हैन सबै फ्यामिली जस्तो भयो हैन अब नेपालको भन्दा नि बढी यहाँलाई यही छोडेर चाहिँ नरमाइलो लाग्छ नरमाइलो है यही जतिको त रमाइलो काहीँ पनि हुँदैन होला है दिदी एउटा धेरै सम्झना ल है हामी चाहिँ एयरपोर्ट आइपुग्यौँ सट्ट अब हल्का चिसो पनि रहेछ है यहाँ चाहिँ अब यता फोटोसुट भइरहेछ हाम्रो सन्ध्याहरूको दिदी बिस्तारै सामानहरू छ यसरी अब जान लाग्छ यस्तै छ के गर्नु है जाडो पो हुने रहेछ त यार के हो हामी चाहिँ अहिले गेट नम्बर 6 मा छ है भित्रमै खिचौँ पहिला हेरौँ न कता जानु पर्छ मेरो नि छुट्टी हो मेरो दिन कहिले आउँछ यसरी जाने सुर्केस अनि दिदी कब आएगा हमारा दिन बोर्डिङ में जाने वाला दिन कब आएगा
चाहिँ एयरपोर्टमा छ यति धेरै मान्छेहरू छ है टोलीमै लाने हो दिदी हुन्छ लास्ट टाइम मेरो सामान धेरै भएर है मलाई यहाँ यस्तो यता निकालेर के गर्न दिएको थियो कि मलाई सामानहरू धेरै भएर सो हाम्रो चाहिँ टोलीमा सामान तपाईँले नि कसले उठाइदिन्छ फेरि नानी दिदी अब अहिले नै गएर लाइन बस्ने हो तपाईँ लक भाइ लक लक ए अँ लक त मैले उयो गर्दै के अरे अब खाताहरू लाउनु पऱ्यो नि त उयो यस्तो कट्दैन खाताहरू लाउनु पऱ्यो यस्तो छ यहाँ चाहिँ है त्यो ब्याक ऱ्याप गर्न त नि यसो बिदाई गर्न लाग्छ हामी होइन दिदी चाहिँ अब दिदीसँग धेरै सम्झना थियो तर दिदी अब त्यही टाढा जान तिमी पनि त भिडियो अब पछि भेट हुँदै हुन्छ हामी पनि बिस्तारै आफ्नो दिदीलाई राम्रोसँग जान्छ है सेफ है दिदीलाई भाइ र मेरो दिदी बहिनीको माया है यो चाहिँ डल्ली डल्ली अर्को यता भिडियो बनायो हामी नबोलेको गीतमा लाउने दिदी ल है अपना भयो तपाईँको बाल्नु मैले यो भिडियो चाहिँ पठाएको उचाल्नु सकिन्छ दिदी बहिनीको ल ल माया माया छ है माया फोटो फोटो ल भान्ती तिनजना खिच्ने ल ल हाम्रो चाहिँ पायो यो ठाउँ चाहिँ होइन ठ्याक्कै हाम्रो एयरलाइन्सको चाहिँ हाम्रो यहाँ तुर्किस फ्लाइट होइन यहाँ चाहिँ हामीले बल्ल तल्ल भेट्यो है हामी खोज्दा भेट्यौँ यहाँ अबुधाबी एयरपोर्ट पनि यस्तो ठुलो छ कि ल है यहाँ चाहिँ फेरि भिडियो सुट हुँदैछ हाम्रो दिदीहरूको अब ल हुन्छ जानु ल के भन्छ यता चाहिँ होइन रहेछ है हामी अब जाँदैछौँ हामी 6 फ्लाइट के भन्ने त्यो कहाँ त्यसमा रे होइन त्यसमा जानु लाग्छौँ हामी चाहिँ यस्तो छ बिस्तारै होइन जाँदैछु रमाइलो गरेर होइन यस्तो छ अहिले यतातिर चाहिँ यस्तो छ हेर्नु त्यो बोल्न त खासै आउँदैन त्यही पनि यसो कतिमा जाने रे दिदी हामी F6 4 नम्बरमा रहेछ यो 44 F6 मेरो नि यसो पछाडिदेखिको देखाइदिनु न म पनि हिँडेको एउटा ल Turkish Airlines. Turkish Airlines. Turkish. अब यस्तो भइरहेको छ हेर्न सकिन्छ यहाँ मान्छेहरू यस्तो छ है उता फेरि यो के भन्छ जानको लागि यस्तो गरिरहेछ यहाँदेखि टक्क कुन ठाउँदेखि अब यहाँ चाहिँ टक्क अब लाइनको लागि चाहिँ अलि चेकिङ भइरहेछ होइन टक्क यता तुर्किस एयरलाइन्सको लागि तपाईँहरू पनि अब यो चाहिँ ठ्याक्कै एफमा रहेछ है यो चाहिँ हेर्न सक्नुहुन्छ यतातिर मान्छेहरू लाइनको लागि बसिसकेको छ यता टक्क मान्छे छ यतातिर यता हाम्रो दिदीको चाहिँ भइरहेछ है के खाँदै हो तपाईँहरू दिदी चिप्स खाँदै हुनुहुन्छ उहाँहरू अब यहाँ चाहिँ अब स्टार्ट हुन लागिसक्यो है यहाँ चाहिँ अब टक्क हामी चाहिँ सबैभन्दा पहिले नै हामी नै होला सायद फर्स्टमा आएर बसेको होइन
अनि यता चाहिँ सुरु हुँदैछ अब सामानहरू जोक्ने टक्का टुक्का त्यो बोर्डिङ पास के हो देखाउने सबै होइन टकटक्क आफ्नो आफ्नो ठाउँमा बसिसक्यो यहाँ चाहिँ मान्छेहरू है। अब हाम्रो चाहिँ अब हाम्रो पनि दिन अम्ल कुनै दिन यसो दिने होइन। ल है नाना उता लाइनमा बसिराख्नु भएको छ दिदी। मुटु अलिकति कुटुक भइरहेछ कि नै कस्तो भइरहेछ मन रमाइलो भइरहेछ कति सालपछि भेट्ने हो दिदी हामी त आइहाल्छौँ नि दिदी। बिचरा अङ्कलहरू पनि जानु लाग्छ बिजनेस क्लास। यो के भन्छ बिजनेस क्लास भनेको चाहिँ एकदम भिआइपी हो। बिजनेस गर्ने मान्छेहरू मात्रै जानु पाउने एउटा हुन्छ नि फ्लाइटको अगाडिपट्टि नै हुन्छ नि त्यो दैलोमा छिर्दाखेरि त्यो एकदम बिजनेसहरूको लागि भिआइपी भयो नि। यसको त प्राइस चाहिँ डेन्जर होला है। तुर्किस मैले तुर्किस कफी पनि खाएको छु यार। तपाईँले तुर्किस कफी बनाउनुहुन्छ होइन दिदी? तुर्किस कफी बनाउँछु आज आएर हामी आज आएर चाहिँ हामी जानु लाग्छ तुर्किस देशमा जानु भइसक्यो। अब दिदी पनि यता तुर्किस एयरल्यान्ड यता सम्झी के भयो तपाईँलाई सम्झी यस्तो के भइरहेछ सेन्टी भइरहेछ सम्झी होइन। जानु दिदी अगाडि जानु यसो जानु अगाडि। कहिले म यही लाइनमा बसेर कहिले यही एयरलाइन्समा चढेर कहिले जाने दिन आउँछ हो मेरो नि भगवान्। राम्रो छ ठाउँहरू। एकछिन हामी बसौँ वेटिङमा है। त्यो चाहिँ अलरेडी भयो है। यता आउनु न यताबाट हो यताबाट हामी चाहिँ अब दिदीलाई चाहिँ बिदाई गरेर चाहिँ हामी निस्किसक्यो। अब चाहिँ हामी अब यहाँको ठ्याक्कै 12 बजिसक्यो होला। अब हामी चाहिँ अब निस्किने लाग्छौँ है। अब हाम्रो सबै बिदाई सिदाई भयो दिदीहरूसँग। ल कतिको खुसी हुनुहुन्छ तपाईँ? ठिक छ राम्रो तपाईँको बिदाई सिदाई भयो। अन्डरग्राउन्डदेखि जाने हो कि आउनु न आउनु तलदेखि जाने सबै यता बिदाई सिदाई भयो। अब टक्कै यतातिर अब चाहिँ हामी यसो रुमतिर फर्किन चाहिँ हामी यसो गाडी अब कहाँदेखि चढ्ने हो ट्याक्सी कहाँदेखि खोज्ने हो भनेर चाहिँ हामी त्यसको खोजाइमा छु होइन। अब त्यो हो यस्तो छ। यता क्याफेहरू पनि रहेछ। हाम्रो चाहिँ अब टक्क रिपन आयो। अब जान्छौँ हामी चाहिँ कस्तो छ यहाँ यस्तै छ जाँदैछ। यहाँ चाहिँ अब अन्डरग्राउन्ड रहेछ। यो चाहिँ अब खासमा मान्छेहरू पिकअप गर्ने ठाउँहरू त्यस्तो टाइपको देखियो होइन। यहाँ चाहिँ अब ठाउँ हेर्दा राम्रो लाग्यो। यता रहेछ पार्किङको यता रहेछ होइन।
चाहिँ अब यता लिफ्ट आइसक्यो लिफ्टमा जान लाग्छौँ भित्र फ्रेस गर्ने कसरी हो यता अङ्कलहरू हिँड्दा चाहिँ फेरि डर लाग्छ अङ्कलहरूलाई देखाउनु मिल्दैन लिफ्ट आयो आउनु सो आमा लिफ्ट पनि कस्तो घर जस्तो छ कि जिरोमा होला सायद 3 माथि हो 2 1 यहाँ हो क्या हामी चल्दैछ यहाँ आउनु ट्याक्सीहरू छ यहाँ सर्ट यहाँदेखि चाहिँ अब टक्क उता जाने ठाउँ हो यहाँदेखि चाहिँ यो चाहिँ के हो मिलेन टिकट काट्ने हो यहाँ उसको के त्यो बिग टिकट यहाँ चाहिँ हेर्नु है बिग टिकट रहेछ है काट्न मिल्ने रहेछ बिग टिकट है यहाँ चाहिँ के भन्छ भाके खोल्न सकिन्छ है यहाँ चाहिँ कस्तो रहेछ इधर भी दो काम उधर भी बहुत दफा फोन किया मैं टेलीफोन नंबर मेरा वो बोलता है कि हम लोग तो बात दीदी असिया कॉल करेगा नहीं करता असिया कॉल सर आईडी प्लीज आपको गाड़ी का टिकट भी चाहिए गाडी का टिकट अलग से आपका है ना 150 आप गाड़ी का टिकट साथ ही या तो 300 में 5 आएगा नहीं चाहिए सर थोड़ा मिनट आपका वो पूरा कौन किसने जीता उसका पूरा डिटेल्स दीजिए यहाँ चाहिँ यस्तो रहेछ है हाम्रो जित्यो भने चाहिँ पाउने रहेछ खै त हाम्रो साथीहरू कहाँ गयो उता छ गाडीको प्राइसहरू के हो खोइ त दिदी कहाँ जानुभयो सम्झी दिदी चाहिँ मान्छेहरू रिसिभ गर्न आउँछ है नेपालीदेखि कहाँदेखि मान्छेहरूबाट चाहिँ यहाँ रिसिभ गर्न आउँछ सबै यहाँ ट्याक्सीहरू पाउने सेयरिङमा जान पनि सकिन्छ होला सायद होइन यहाँ ल जा ट्याक्सीको लाइन त्यहीँ रहेछ यसरी लाइन ए बस पनि आयो त ऊ बस छ N2 रहेछ छ मसँग छ ल यसम्म हाम्रो अब भ्लग पनि बिदाइ गरौँ न है अब यति नै हो लास्ट हामी चाहिँ अब घर जान लाग्छ यहाँ चाहिँ एकदम अलिकति उयो रहेछ है ट्याक्सीको लागि चाहिँ एकदम लाइन बस्नुपर्ने रहेछ यहाँ चाहिँ अब होइन त्यही भएर चाहिँ हामी एकछिन अब उयो गर्छ है अब सबैजनालाई है यो भिडियो सबैले हेरिदिनु एउटा राम्रो होइन के हो बोल्न नि आउँदैन अब बोल्दै जानु ल होइन हेर्दै जानु त्यही हो सबै ल त्यसको लागि चाहिँ यसरी हिँड्नुपर्ने रहेछ है सो दाइ ट्याक्सीको लागि हो
के हो 4 जनाको लागि जानु यो कालेकोमा त नजाउँ यार यिनीहरूले त पैसा धेरै खान्छ